छ होइन, त्यस कारणले हो आज चाहिँ मेरो अफिसको लेडिज पार्टीको मात्र दरखानी प्रोग्राम छ। त्यही भएर ड्याडी लिएर आरुसले मलाई ड्रप गर्न जाँदै हुनुहुन्छ अनि म कस्ती देखेकी छु, म कस्ती देखेकी छु आरुस, तिमीलाई मन पर्यो? अब बिहानदेखि रेडी हुँदा हुँदा बल्ल अब 1 बजे बल्ल हामी हिँड्दैछौँ होइन। अनि हजुरहरूले हाम्रो रोडको कन्डिसन हेर्न सक्नुहुन्छ कस्तो छ, कस्तो कस्तो छ अरे आरुस? नराम्रो। कस्तो छ कस्तो भन्देऊ न। कस्तो छ कस्तो यस्तै छ होइन। अब केही वर्षमा हाम्रो रोड पनि सरर होला नि। पानी परे बाद यहाँ पानी भरे बाद गाडीमा पनि लाग्न सक्छ। आडोसित यो चाहिँ हाम्रो गोटी खोला जाने बाटो। हामी चाहिँ बुटुलतिर जाँदैछौँ। उछलकुद वाला रोडबाट हामी अलि सामान्य भएको रोडमा आइपुग्न थाल्यौँ। अब चाहिँ हामी बेलवास आउन थालेछौँ होइन र हो होइन। अनि त्यसपछि चाहिँ बुटुल पुग्छौँ। त्यसपछि के अरे आरुस? त्यसपछि आरुसले र ड्याडीले मलाई बौद्धी भिलामा ड्रप गरिदिनुहुन्छ। अनि आरुस र ड्याडी कहाँ जानुहुन्छ अरे? अनि अनि आज आरुसको र ड्याडीको फन डे हो है। फनी डे कि फन डे? फनी डे हो र ल। इन्जोय पनि हो होइन। अब हामी एकछिनमा बुटौली पुग्छौँ। बुटौली। आरुस कहाँ गयो? ड्याडी अलिअलि गीत पनि गाउन पर्छ साथीहरू बाटोमा हिँड्दाखेरि, अनि बल्ल ड्राइभ रमाइलो हुन्छ होइन र? होइन त आलुसले आज बहिनीको बर्थडेको लागि के गिफ्ट किन्छन् अरे? किन्ने हो है त, बहिनीलाई सरप्राइज दिने है त हामीले। हो र ल ल साथीहरू, अब चाहिँ हामी जितगढी आयौँ। त्यसपछि हामी सुन्दरनगरी बुटौली प्रवेश गर्छौँ। अनि त्यसपछि सुन्दरनगरी नै हो। अहिले त धुलो त भइहाल्छ नि। बुटोल आएपछि धेरै नजिकबाट पहाड देख्न पाइन्छ नि त। अनि म पहाड देखेर मलाई एउटा गीत गाउन मन लाग्यो। अब म गीत गाउँछु ल। बड़ी अच्छी लगती है ये धरती ये नदियाँ ये रहना और तुम। हामी धरतीमै बसेछौँ। यस, धरतीमा बसेन, हामी धरतीमै बस्नुपर्छ बाबु। जहिले पनि हामी आफ्नो अर्थसित जुडेर बस्नुपर्छ, बुझ्यौ? त्यसलाई अङ्ग्रेजीमा के भन्छ? डाउन टु अर्थ भयो भने मान्छे लाइफमा सक्सेस हुनलाई गाह्रो हुन्न, बुझ्यौ? हाम्रो धेरै कुराहरू सिक्न बाँकी छ क्या होइन। यता हेर्नु त बाटोको कन्डिसन कस्तो रहेछ। आज चाहिँ होइन दरखानी प्रोग्राम ल नबोलिकन अगाडिको एडिट गरिदिनु होला है। मैले बल्ल फोटो भिडियो गर्नु छ। आज मेरो आउटफिट त्यस प्रोग्रामको
हस्पिटल आइपुग्यौँ हामी चाहिँ हस्पिटल आइपुग्यौँ आरुष अब उता छन् आरुष मम्मी कस्तो देखिनु भएको छ आरुष राम्रो कि राम्री राम्रो कि राम्री मतलबै छैन कि त्यहाँ मम्मी राम्रो थियो त्यसले हामी कहीँ त भाडमा जाएर केएफसी खान पायो भनिदिन्छु म कस्तो देखिरहेको छु डाडी राम्रो एकदम थ्याङ्क यू यस हाम्रो हस्पिटल बनिरहेको छ लुम्बिनी अञ्चल अझै कन्स्ट्रक्सनमा छ त्यस्तो के खरबुजा चक्कुले काटे पनि चक्कुमाथि खरबुजा कटे पनि हजुर त्यो काटिने भनेको खरबुजै हो हजुर त्यही हो कुरो त्यही हो चुना हजुरलाई नै लाग्ने हो जताबाट पनि होइन ओके हामी फेरि सबै सिङ्गर हो क्या बुढाबुढी चाहिँ सिङ्गर के बुढाबुढी तिलोतमा हाम्रो प्रोग्राममा म धेरै वाइट देखेँ होला कि हाम्रो साथीहरू म देखाउँछु के त ल हामी चाहिँ फोटो खिच्न जाँदैछौँ हाम्रो साथीहरू अफिसको बुढो रिजनलको स्टाफहरू अनि हामी चाहिँ भालबुटी नै आएको थियौँ नानीको लागि गिफ्ट किन्न अलि सेटिस्फाई भएनौँ त्यही भएर गिफ्ट नलिकन घर जान थालेको मेरो प्रोग्राम सिद्धिसकेपछि चाहिँ सरले र आरुषले मलाई लिन जानुभएको थियो साथीहरू केएफसी खाने भए यहाँ आउनु होला है अब चाहिँ हामी घर जाँदैछौँ नानीलाई छोडेको अब बिहान छोडेको अब घर गएपछि उसलाई टाइम दिनुपर्छ अहिले चाहिँ 8 बजेको छ अब चाहिँ हामी नन स्टप घरै जान्छौँ अनि आज चाहिँ तिजको पार्टी रमाइलै भयो अनि आरुष र ड्याडीले पनि मामा घरमा इन्जोय गर्नुभयो होला म त देखिँदैन देखिन अँध्यारो भयो लस
आज चाहिँ हाम्रो पार्टी एकदम रमाइलो भयो। आज चाहिँ हाम्रो मुक्तिनाथ टिमको पार्टी थियो, बुटोल रिजनलको लेडिजहरूको मात्र। तिज पार्टी एकदम इन्जोय गऱ्यौँ हामीले चाहिँ। त्यही भन्दै आजको ब्लग चाहिँ म एन्ड गर्छु। अब हामी चाहिँ घरै पुग्छौँ, 1 घन्टामा घर पुग्छौँ। त्यसपछि चाहिँ अब नानीसित टाइम स्पेन्ड गर्नुपर्छ मैले चाहिँ। थ्याङ्क यू फर वाचिङ।